को विषय रहेको छ प्रेसर सम्बन्धी र त्यो प्रेसर यस्तो हो कि जुन हस्पिटलमा गएपछि बढ्ने तर घरमा अथवा अफिसमा चाहिँ नर्मल हुने है। यो विषयमा चाहिँ मैले यसको बारेमा चाहिँ जानकारी दिँदैछु। मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। अथवा यदि क्लिनिक अथवा अस्पतालमा गएर डाक्टरले प्रेसर नाप्दाखेरि प्रेसर बढ्ने र घरमा अथवा अफिसमा प्रेसर नर्मल हुन्छ भने त्यस्तो प्रेसरलाई चाहिँ व्हाइट कोट हाइपरटेन्सन भनिन्छ। यो किन हुन्छ भनेपछि अस्पतालमा गइसकेपछि त्यहाँको वातावरण देखेर आत्तिने, डराउने अथवा एन्जाइटी हुने मानिसलाई प्रेसर बढ्छ र मुटुको चाल अथवा धड्कन पनि बढ्ने गर्छ, जसलाई हामी व्हाइट कोट हाइपरटेन्सन भनेर भनिन्छ। यो भएमा बिरामीले औषधि खानु पर्दैन, तर भविष्यमा गएर प्रेसर बढाउँछ कि भनेर सचेतना अपनाउनु पर्छ। यो भयो भने के कसरी बच्छ त भनेपछि दैनिकी जीवनमा सुधार गर्नु पर्यो। जस्तै नुन कम खाने, चिल्लो र बोसो भएका पदार्थहरू कम खाने, दिनदिनै हिँडुल गर्ने, शारीरिक व्यायाम गर्नुपर्छ। यदि यस्तो समस्या तपाईँको घर परिवारमा दाजुभाइ छरछिमेकीमा छ भने अझै प्रायःजसो विदेश जान खोजिरहनु भएका अथवा जान लाग्नुभएका दाइ र भाइहरूमा यस्तो समस्या बढी देखिन सक्छ। यदि यस्तो समस्या छ भने चाहिँ मेरो भिडियोलाई लाइक र सेयर गरेर त्यहाँसम्म पुर्याइदिनु होला।